चटपटे खाएर बसेको छ जस्तो सर खाइहाल्छ नि अलिअलि ओइ अहिले त्यहाँ बस यसलाई पुगेन कि क्या भन्छ यार भोकै लागेको छ जस्तो एउटा दिन नानी अझै बिस्कुट बुझ्नु यो साथमा मिल्छ अघि लगाएको बिर्सेको नि त मैले यो वायर लाग्दैन भनेर वायरवाला यहाँ 16+ के गरौँ ल साथीहरू स्वागत छ तपाईँलाई जेबी ब्लग्सको अर्को एपिसोडमा आज चाहिँ म हजुरहरूलाई मेरो घरदेखि टक्क निस्किने बेलामा कस्तो स्ट्रगल छ देखाउँछु ल हेर्न सक्नुहुन्छ टक्क यसरी सिधा लगाउनु उता छुइहाल्छ टक्क अनि यसरी पहाडीको चक्का स्लाइड आउनुपर्छ टक्क भयो आज चाहिँ टक्क बेलुका हुन आँटिसकेको छ ऊ साथी मलाई यहीँसम्म लिन आइसकेको छ यार टक्क जाने काम थियो के हो घरसँगै आइदिएको बस ल केटा हो अब चाहिँ हामी टक्क पस्लो चोकबाट छिर्यौँ ऊ यो चाहिँ मेरो साथीको घर हो अहिले दुबईमा छ रोयल गार्ड भएर टक्क ओपर पैसा हान्ने होला है ए साथी काम छ हौ सानो यार यो अगाडि देख्दिनौ यहाँ रमाइलो पसल हो त्यहाँबाट अघि के अरे यो स्ट्यान्ड छ नि अड्काको अहिले यो स्ट्यान्ड अनि केबल किनेको थिएँ क्या माइक के अरे माइक के अरे उयोवाला क्या वायरवाला तर आइफोनमा त लाग्दैन वायर गिद्दी भएर यार अब त्यहाँ पनि त्यही भन्नु पर्यो टक्क अब जाउँ रमाइलो के अरे रमाइलो मोबाइल सेन्टरको बाटो पनि देखाइदिउँ टक्क त्यहाँको पनि उयो हुन्छ होइन त्यहाँ गएर अनि फर्स्ट डायलग चाहिँ एपिक हुन्छ होला दाइ आइफोन 16+ छ भनेर बिर्सेको नि त भनिदिन्छु होइन यताबाट गयौँ भने हामी ठ्याक्क अब हलगडा नेरी निस्किन सक्छौँ उताको बाटो अलिकति बिग्रेको छ त्यही भएर हामीले यताको बाटो जाने निर्णय लियौँ चियाहरू टप यति चाहिँ हो म चाहिँ यो हिँड्दिनँ थिएँ उताको बिग्रे पनि उताकै बाटो गइदिन्थेँ मेरो स्कुल छ नि त उता पढेको किन ए अनि साथी भ्लग हेऱ्यौ हाम्रो होइन अब हेरौँ हाम्रो अडियन्सहरूलाई कस्तो लाग्छ होइन स्टार्टिङै राम्रो गरे हो यार हामीले होइन मन पराउनेहरूले मन पराइ पनि दिन्छ ए मलाई केही गरेर त चित्त बुझाउन सकिँदैन के गर्नु हो हाम्रो सोधेको थिएन एउटा भाइले उहाँ हो त्यो भाइले सब्सक्राइब हाने जस्तो लाग्यो यार हो त्यही भाइको अनुहार छ क्या अगाडि उहाँ जाम भयो त सबैले ओइ ल ए गइहाल्छ नि हौ लगाइ यताबाट गयौँ भने चाहिँ हामी हलगडा पुग्न सकिन्छ तर यता लेफ्टबाट जाउँ है आज भाटी स्कुल जाने बाटो नि उतै है लगाइ यताबाट चाहिँ हामी पछरुकीहरू पुग्न सकिन्छ यताबाट छिर्यौँ भने अनि अघि मैले भनेको बाटो आएको भए चाहिँ हामी यहाँ आइपुग्थ्यौँ क्या सिधै यो साथीको लैलेमा उताबाट घुमेर आउनु पर्यो एमटी हो नि त कहाँ होइन चण्डी बाटो कुदाएर बस्नु हो ठिक हो यही हो इटरी भनेको इटरी को मान्छेहरू इटरी आउन खोजिराख्नु भएको छ आउन पाउनु भएको छैन दर्शन गर्नु होला यस्तै छ हामीलाई हाम्रो ठाउँ भएर मात्र मन परेको हो कि तपाईँहरूलाई पनि ठिक लाग्यो यसो भन्नुहोस् कमेन्टमा बिजनेस मार्केट हो नि त इटरी भनेको होइन
हरेक ठाउँको मान्छेहरू आउनै पर्छ यहाँ काठमाडौँ पोखरा दार्जिलिङ सिक्किम धरान जहाँको पनि दार्जिलिङ सिक्किम त पुगिसक्यो झापा त के नपुग्यो होला र त्यही त अनि भन्ने कुरा हो साथी त्यहाँ देख्यो कस्तो राम्रो खुची टाइपको केटी थियो यार केटी कहाँ साथीहरू चाहिँ त मलाई चिक्सले नहेर्नु भनेको र ल ठिक छ ल यतिको चाहिँ हुनुपर्छ है लगाएछ अब यहाँबाट छिर्यौँ भने चाहिँ हामी विश्व आदर्श कलेज पुग्छौँ होइन खासमा हामीले चाहिँ तपाईँहरूलाई के अरे रमाइलो मोबाइल सेन्टरको बाटो पनि देखाइदिँदैछौँ टक्कसँगले आइफोन साइफोन पाउने ठाउँ हो त्यो भनेको चाहिँ सेकेन्ड टक्क जानुहोस् त्यहाँ सुपथ मूल्यमा तपाईँले रोजेको खोजेको सामानहरू पाउनुहुनेछ टक्कै यहाँ चाहिँ लेफ्ट लिनेछौँ यहाँ चाहिँ पूर्वाञ्चल बेकरी छ टक्क त्यो बेकरीको साइडबाट छिरेपछि हामी पुग्नेछौँ के अरे रमाइलो मोबाइल सेन्टर होइन लगाइज ठक्कसँगले हङकङ मार्केटको अगाडिपट्टि रहेको त्यही त रमाइलो मोबाइल सेन्टर यही हो बुझ्नु यो साथमा मिल्छ अघि लगाएको कोसँग लगाएको थियो ए दाइ यो अघि लगेकैबाट बनाउँदै आइदिएको छु कि बिर्सेको नि त मैले यो वायरलेस लाग्दैन भनेर वायरवाला यहाँ 16+ के गरौँ साथमा मिल्छ साटिदिउँ न ल लगाइज हाम्रो कुरा सल्ट्यो होइन दाइले पैसा पनि फिर्ता दिनुभयो यही हो रमाइलो चाहिँ टक्क इटरीको मान्छेहरू चाहिएको सामान लिन सक्नुहुन्छ यहाँबाट ल बस साथी होइन राम्रै गर्दै होइन टक्क अघि भर्खर त लगाएको थियौँ नि त म घर गएर आफूलाई थाहा भयो क्या आइफोनमा लाग्दैन भनेर हाँस उठेर एकछिन कता जाने त हौ साथी आज हसिना नोबेल आउँदैन अरे आज पढ्न थाल्यो भन्दै त टक्कसँगले बाटो पनि देखाइदिउँ हसिनाको ल इटरी चोकदेखि हसिनाको बाटो हेर्न सक्नुहुन्छ तपाईँहरू त्यही त होइन र केटाहरू आज पनि माइक बिना काम चलाउनु होला स्ट्यान्ड चाहिँ मैले टक्क लाएर हिँडेको छु माइक पनि किनौँ भनेको बिर्से कस्तो मेरै गल्ती हो है झन् त तपाईँले पनि बुझ्यो नि त हाम्रो पीडा टक्क स्पिकरलाई 4500 भन्थ्यो नि त पैसा छैन त्यत्रो अहिले त अघि त थियो मम्मीले टक्क किन्न त लु भनेर दिनुभएको थियो मासाला गिद्दी हुन्छ नि साथी यार त्यसले नमानेको थियो भने जङ्गी दिने बेला थियो कि कसरी मिल्दैन भनेर कुरा निकाल्न हार्दै थियो होइन होल्ड गराउने अरे ऊ अनि उसले चाहिँ क्यासब्याक दिनु सक्दैन अरे भिडियो बनाइ झगडा पो गरिदिन्थेँ म ल गाइज यो भनेको चाहिँ हाम्रो इटरीको नगरपालिका हो है टक्क देख्न सक्नुहुनेछ ढुकुटी नृत्यको नगरपालिका अरे नि त अहिले थाहा छ कि छैन कस्तो ढुकुटी नृत्य केही बजेट छैन अरे नगरपालिका अनि को हो त मेयर मेयर अलिकति गतिलो हुनु भयो क्या धरानको मेयरलाई हेर हर्को साम्पाङ त्यो हो नि त होइन कस्तो उयो गरिदिइसक्यो
के भन्छ प्रगति धरानलाई कस्तो बनाइदियो हिजो ग्रिन सिटी हामी हिजो मात्र गएको होइन कि कहिले हो हिजो गएको अनि धरान र इटरीमा कति अन्तर छ यार है हो नि अघि राम्रो इटरी भने यार साथी गलत गरे क्या हो त्यस्तैमा लाग्यो हो को हो चिनेको हो ए त्यता हेर्न सक्नुहुनेछ कन्डिसनहरू ए बाइकहरू झन् त्यो बाइकहरू झन् चाहिँ नजानु होला है त्यो मासालालाई मैले झुकेर अस्ति के अरे साइड लाइट कति 300 मा किनेको रहेछु 150 कि 200 मा किनेको थियो दाइ भनिदिएको मासाला यत्रो आँखा तरेर कस्तो हेऱ्यो क्या साथी मलाई अस्ति अनि रन मैले ओभर डायलग हान्दिएर निस्केको थिएँ त्यो चाहिँ भ्लग भएको है मासाला तपाईँको दाइ मलाई आँखै मन परेन क्या म साबुन चाहिँ किन्न आँटेको थिएँ भनिदिएर हिँडेको लगाइ देख्न सक्नुहुनेछ अब हामी बुढी खोला आइपुग्न आँट्यौँ देखिरहेको थिएँ बजाज भन्दा होइन तर हामी बजाज हेटर हो हामी के अरे यामा लभरहरू हो हेटर भन्दा नि बजाज चाहिँ त्यस्तो मन पर्दैन राम्रै हो तर त्यस्तो मन पर्दैन हामीलाई एमटीले मन खाएको छ त्यही पनि तिमीलाई एमटीले मन खाएको छ नि ए साथी यो ओयो होटल छ नि यसमा मासाला खानाहरू चण्डी दिँदो रहेछ भनेर उयो आएको थियो यार लगाइ अलिकति अब हेलमेट नमिलेर तल देखाउन सकेको हुनसक्छु मैले माफी पाऊँ हेलमेट ठुलो भयो यार साथी के लगभग यो भनेको चाहिँ इटरीको बुढीगङ्गा यता नि भिडियोकै कुरा चल्दैछ यता नि भिडियोकै कुरा चल्दैछ क्या ल अब चाहिँ हामी बुढी खोलाको पुल तरेर होइन केटा हो ए ला यार होइन ढोग्नु पनि जरुरी छ अगाडि ध्यान दिनु पनि जरुरी छ नि त साथी राइडर मान्छेले तिमीले चाहिँ ढोग्नु पर्थ्यो म त ढोग्थेँ यार नत्र त ए लगाइत आज स्ट्यान्डमा पहिलोचोटि लाएर हिँडेको हेलमेटमा के अरे एङ्गल मिलेन भने नरिसाउनु होला हेरेर माया देखाउनु होला होइन साथी बोल्यौ त बोल न तिमी बोल न बोल्न छोड्यौ त म बाटो टक्क देखाइदिँदैछु नि त बाटो त देखाउनु पर्यो नि त मेन होइन यो यहाँबाट कटेर गयौँ भनेर अब हामी यो भनेको बलिया चोक कटेर अगाडि गयौँ ए साथी कता पो थियो बाटो जम 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 ओ नो 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 तिम्रो फेभरेट गीत कुन हो साथी मेरो साथी त्यस्तो फेभरेट गीत छैन हौ मलाई अब कस्तो भन्नु ओल्ड हिन्दी गीतहरू मनपर्छ क्या टक्क अलिकति रोमान्टिक होस् टक्क अलिकति मुड पनि राम्रो होस् न होइन दिमाग अल्छी त्यहाँ अब बेला गीत सुन्ने हो नि त अथवा इङ्ग्लिस पनि राम्रो टक्क स्लो खालके राम्रो रोमान्टिक के लाग्छ भने नि साथी गीतहरू चाहिँ पहिलाको ठिक हो क्या है ओल्डहरू नेपाली नै सुन न अब हेलो हनी बनी हामी त्यसको इराको मान्छे हो नि त त्यही त हनी बनी इराको मान्छे होइन यताबाट लेफ्ट हो टक्क यो बाँसबारी होइन बाँसबारीदेखि टक्क लेफ्ट लिने हो केटा हो त्यसपछि हामी पुग्छौँ त्यो बेलाको गीतहरू गीत हो क्या साथी हेलो हनी बनी भयो एउटा अर्को भनेको त बहिनी नमस्कार होइन म आउँछु मङ्गलबार अहिले गीतहरू सुन्न सारा डिप्रेसन हुन्छ साथी जोत्मै त्यही त होइन सब डिप्रेसनको पीडितहरूले बनाएको गीतहरू हो नि त मादर चोत सिङ्गरहरू हेर न ऱ्यापरहरू हेर न अहिलेको भिटेन साकार मादर चोतहरू कोही मन पर्दैन यार मलाई चाहिँ साकार चाहिँ ठिक लाग्छ ट्यालेन्टेड हो हो तर मलाई मन पर्दैन यार साथी मलाई साकार मन पर्दैन किन
बरु लाउरे ठिक लाग्छ होइन लाउरे त लाउरे भइहाल्यो अनि बरु पहिलाको हेर न यामा बुद्ध अनि युनिक पोइन्ट छ भने मैले फोटो खिचेर स्टोरी पनि हालेको थिएँ मार्छ कि क्या हो बुद्धले लोकल है भाइ लोकल अब होइन पर्खि किनिदिन्छु बिस्कुट आन्टी एउटा बिस्कुट दिनु न कति 10 रुपियाँवाला है कति वाला के साथै आज बदाम जुस खाइदिने हो चिसो बदाम जुसै खाइदिउँ न नत्र लियो आइज चप्पटै खाएर बसेको छ जस्तो यार खाइहाल्छ नि अलिअलि ओइ हात अहिले त्यहाँ बस कस्तो हातबाट कपी लिँदै यार हालेर त के दिनु ओइ अलिकति छुयो यार तर टोकेन यार यिनीहरूलाई मन लागेको राम्रो टोक्दो रहेछ क्या एक प्याकेट एकैछिनमा खाइसक्यो बिचरा ल सक्यो एक्सट्रिममा लगिदिउँ न त यसलाई पुगेन क्या अझ यार भोकै लागेको छ जस्तो एउटा दिनु न आन्टी अझै बिस्कुट टेस्टी नै दिनु आइज यता अनि अरू एकछिनमा आएर भन्छु अरू म आएर भन्छु ल भोकै लागेको थियो जस्तो यार गिलास दुईटा युज यन्त्र ल सक्यो 2 प्याकेट बिस्कुट सक्यो चाहिँ भएछ पुण्य त कति गरे है 2 प्याकेट बिस्कुट खायो बस साथी ए ला के गर्नु पसिनामा चाहिँ तिर ल लगाइ हामी चाहिँ अब पसिना पुग्न आँट्यौँ सम्झेकोहरू सम्झाएरै दिनुपर्छ नि त त्यही त होइन कन्फ्युज भएको थियो त आन्टी पनि कन्फ्युज हुनुभयो त बिचरा 50 रुपियाँको होइन मैले बिर्सेँ क्या मसँग के अरे 1000 रुपियाँको नोट थियो 355 रुपियाँ थियो नि त अरू एक्स्ट्रा 355 मा आउने 2टा एक्सट्रिम किन्यौँ अनि तिमीले दिएको 5 रुपियाँ चाहिँ बिर्सेँ क्या मैले अनि त्यो भोला फेरि चुटीले जोडिन् गाइज हेर्न सक्नुहुनेछ तपाईँहरू टक्क माथिको सिन दामी छ है अगाडि कत्रो ठुलो ढुङ्गा छ बिच रोडमा छ यार साथी यो ढुङ्गा ओ यसरी माथि देखाउँदा साथी अगाडि नदेखिने रहेछ नि त एक्सिडेन्ट हुनुभन्दा त बरु टक्क अलिकति चलन देखाइदिनु है ल गाइज यतिकोमा कोअपरेट गर्नु होला योभन्दा माथि देखायो भने चाहिँ हामीले आँखैदेखि नदेखिने रहेछ क्या टक्क अब चाहिँ हामी हस्ने पुग्नै आँट्यौँ है हो यतातिरको दोकानहरू छ तर यतातिर चाहिँ के लाग्छ मलाई भन्दा नि साथी बिक्री हुँदैन ड्यामेज बिक्री हुँदैन तिमी साथी मेरो मनको कुरा बुझ्छौ कि मैले अगाडि नै भनिसकेको थिएँ त्यही भएर त्यही रिपिट हालिहाल्छु गरेको अनि तालतलाको छेउकोमा पनि त्यही कुरा भन्दै जाँदिनौँ त हामी अनि त्यो हो नै अनि जस्तो ठाउँमा हो भने फेरि न छेउमा महँगो पर्छ यतातिर अब बिक्री भएको हुँदैन ड्यामेज माल पाइन्छ त्यही त अनि बिक्री नि त हुँदैन यहाँ बिचरा कोही आउँदैन ल है गाइस तपाईँहरू यसो
यता वरिपरि हुन्छ भने चाहिँ यहाँ आउनु होला, राम्रो ठाउँ छ। झन् पहिला त साथी हामी स्कुल हुँदा त यस्तो मेहनत गरेर आएको हो नि यहाँ, साइकल आधी बाटोमा बिग्रेर त्यो डाइनोसर चढ्न क्या। डाइनोसरको त्यो खतरा चलेको हो नि त त्यो डाइनोसर। आज पनि 3 बहिनीको भनौँ न छोडिदिन्छ कि काटो म आज अङ्कल यहीँ गरेर गएको भन्नु न। के हो आज कोही हुन्न ए आज साथी फ्री रहेछ हाम्रो लागि ल। ठिक छ होइन हामीलाई गेट बन्द गरिदियो भने पनि खोल्न आउँछ। ल गाइज यही हो है हसिना सिमसार सर्ट टुर अफ हसिना सिमसार सुरु भयो अब हाम्रो। टक्क हामी गेटबाट इन्टर गरिसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ हात्तीहरू पिकनिक पनि भइरहेको रहेछ। हात्तीहरू बाघहरू सबको उयोहरू छ भित्र नै। अझ साथी के छ है पोखरी सोखरी यो ठाउँ दामी छ नि स्पट मलाई यसो ह्याङआउट मेन भन्नुपर्दा। यहाँनिर पहिला उयो थियो साथी यहाँ मूर्ति थियो 5वटा टाउको भएको सर्प थियो अरे के डुबो कि बिग्रियो डुबो कि भत्क्यो यहाँ बोटिङ खेल्ने ठाउँ त हामी बास लिएर आफै चल्दिन्थ्यौँ यहाँ बोटिङमा। यो ठाउँ पनि साथी चिक्सिङसँग आउने हो है यसो गर्लफ्रेन्ड बोयफ्रेन्ड राम्रो हो नि राम्रो अप्सन छ है तपाईँहरूको लागि। यसो के अरे कपाल हुनुहुन्छ कहाँ जाने यसो थाहा छैन भने तालतला याद। त्यसपछि यो छ अर्को अप्सन। त्यसपछि 72 बिघा सबको भ्लग मेरो बाटो के अरे सब जाने बाटो पुरै मजाले देखाएको मेरो भ्लगमा हेर्न सक्नुहुनेछ तपाईँहरू। टक्क पहाडीको भ्लगहरू हेर्नु। हामी एक्सप्लोर हालिरहन्छौँ। इटहरी विराटनगर धरानको मान्छेहरूले टक्कसँगले लाजै नमानी फलो गर्दा हुन्छ है। यस्तो हो क्या टक्क आउने रहेछन् साथी अलिअलि यसो कपालहरू त। आज हसिना हल्का प्याक रहेछ होइन। मान्छे पनि जङ्गलभित्रकै जनावर नपुगेको ठाउँसम्म पनि म पुऱ्याइदिनँ। हामी पुऱ्याइदिन सक्नेछौँ। क्षमता भएकै मान्छे हो त्यतिको चाहिँ यो ठाउँमा चाहिँ होइन। यो ठाउँमा चाहिँ जहीँ पनि क्या जुनै कुना पनि म घुमाइदिन चाहिँ सक्छु तपाईँहरूलाई। कता बस्ने किनभने लास्ट हामी त बसेको बेला हामी बसेको ठाउँ क्या केटाहरूसँग आएर बस ए हात्ती कुर्ने ठाउँ भनेको हो साथी। यो चाहिँ हात्ती कुर्ने ठाउँ होला कि तिमीले हिजोको मेरो भ्लगमा जुन भनेको थियो नि त्यो के अरे तालतलाको त्यो चाहिँ पानी ट्याङ्की नै थियो क्या पहिला। के थाहा त अब पहिला पानी ट्याङ्की नै हो भन्ने कुरा त। ल केटा हो त्यहाँ स्टोनर लाइफ चल्दो रहेछ। के गर्नु अब हाम्रो उमेर त सकिसक्यो। यसो चुरोट खाना आइयो एक्सट्रिम बोकेर गयो केटा हो। त्यस्तो उमेर पनि यहाँ माथि बसेर बस्दिउँला हाती आज। ल ल हेर्न सक्नुहुन्छ गाइज यो चाहिँ टक्क हात्ती रुङ्ने ठाउँ हो। रातो लाग्छ। लगाइज हामी चाहिँ हिँड्ने बेलामा ठक्क पानी परिदियो कि बस्दा गरेर अब चाहिँ हिँड्न आँट्यौँ होइन। देख्न सक्नुहुन्छ तपाईँहरू चिल भइदियो होइन मौसम त। टक्क यो भनेको हात्ती रुङ्ने। लगाइज भन्नु अघि हामी आउँदाखेरिको भ्यू राम्रो थियो कि अहिलेको भ्यू राम्रो हो कमेन्ट डाउन बिलो। त्यही त होइन हामीलाई त पर गेट बन्द गरिदियो भने पनि खोल्ने तरिका थाहा छँदैछ बाल छैन। ए साथी अघि त्यहाँ बसेका थिए नि हो तिनीहरू पनि मासाला त्यही गेट बन्द हुन्छ भनेर गएका हो कि। पहाडीको भ्यू मजाले देखिँदैन रहेछ यार यो स्ट्यान्ड लगाएपछि। लगायत सपोर्ट गर्दै गरौँ है यो मोबाइल स्ट्यान्डबाट। अब टक्क गोप्रो कुन आएको छ नयाँ अहिले होइन 10-11 हो त्यो हिरो 9-10-11 लिने औकात बनाइदिउँ है साथीहरू। तपाईँहरूकै मायाले गरेर मात्र हुन्छ त्यो सब चाहिँ होइन। अब यसको लागि किन त्यस्तो गरिदिउँ भन्ने सोच आउँछ भने म देखाउँछु नि तपाईँहरूलाई टक्क दामी भ्यू होइन। बिस्तारै कुदा भएर बिर्सेको मैले त साथी के पछाडि त हिलो फ्याल्छ नि त अनि ए त यार
ऊ मडगाड पनि लगाएको छैन अनि ऊ माथिको आकाश हेर्न सक्नुहुन्छ ओइ तल त देखिँदैन अरे माथि देखाउनु पर्छ फेरि आकाशको घर त कहाँ एकैचोटि देखिन्छ त साथी कहिले होइन फेरि म त उता पोखरीतिर छिर्यो भने त गाई गिद्दी हुन्छ त्यो भएर देखाइन ल पुरै यति मात्र हेरेर यिनीहरूलाई थाहा छ खोल्ने तरिका के खोल्ने गेट त्यही त साथी ओ ला 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 बाहिरबाट लगाउनु ल है ल यिनीहरू त हामी अब आउँछन् होला नि जोडीहरू त अझै रहेछन् तर राम्रो ठाउँ हो जोडीहरूलाई रातिसम्म बस्ने पनि यहाँ फ्रिडम छ क्या देख्न सक्नुहुन्छ आउन सक्नुहुन्छ तपाईँहरू जोडी मात्र भनेको होइन हामीले फ्यामिली टाइम राम्रो स्पेन्ड गर्न सक्नुहुन्छ यहाँ सबैजना आउन सक्नुहुन्छ तर अलिकति अब सुरक्षित चाहिँ हुनु पऱ्यो तपाईँहरू रिक्समा आउनु पऱ्यो यो ठाउँ चाहिँ राम्रो छ तर यो एरिया राम्रो भन्न चाहिँ सक्दिनँ है म गाइज त्यही भएर एरियालाई अब के भन्नु जोगेर हिँड्नु तपाईँहरू आफै ल साथीहरू अब यहाँबाट चाहिँ हामी टक्क गयौँ होइन यस्तै भयो आजको भ्लग रमाइलो गर्नुभयो कस्तो गर्नुभयो आफ्नो के अरे के भन्छ त्यसलाई धारणा लेख्नु होला अझै धेरै कुराहरू सिक्न बाँकी छ बिस्तारै हुँदै गइन्छ होइन समयअनुसार टक्क राम्रो राम्रो भ्लगहरू तपाईँहरूले खोजे अनुसारको आउनेछ ल गाइज किप लभिङ किप सपोर्टिङ जेबी भ्लग्स दिन